जोरी नै भयो भने त माथि पनि जान्छ जस्तो जोरी खोजाखोज भयो भने होइन जोरी खोजाखोज एउटा प्रकृतिको मान्छे पनि एउटा प्रकृतिको जनावर नै हो सर मान्छे पनि होइन त्यो अलिकति चेतनशीलमा अलिकति बढी भयो होला आफ्नो ठाउँमा छ चेतनशीलमा अलिकति बढी हुँदा पनि मान्छेले मान्छेलाई गर्ने व्यवहारमा अझै पशुको व्यवहार देखिरहेछ कि सर हामीभित्रै पनि कमी कमजोरी छन् होइन हाम्रै जातिमा पनि कमी कमजोरी छन् सबैले हामी लगायत सबैले चाहिँ सुधारेर जानु राम्रो जाति विभेद के कारणले भइरहेको होला त तपाईँलाई के लाग्छ सर यो अब पहिलेदेखि यदि जाति विभेद अझै पनि यो समाजमा चिनेकै मान्छेबाट भयो जस्तो लाग्छ कि सर बाहिर अन्य कुनै व्यक्तिबाट पनि त्यस्तो भइरहेको जस्तो के महसुस छ सर तपाईँलाई सबैलाई नमस्कार गर्न चाहन्छु यति बेला हामी जैमिनी नगरपालिका वडा नम्बर 2 दमेकका आदरणीय सर नन्द सरलाई नन्द विज्ञज्यूलाई लिएर हामी उपस्थित भइरहेका छौँ तपाईँको अगाडि देख्न सक्नुहुन्छ सम्पूर्णले आज दलित सञ्जाल समितिका अध्यक्ष अमर दर्जी उपाध्यक्ष नन्द विज्ञज्यू त्यस पछाडि सचिव राजन नेपालीज्यूको एउटा अत्यन्तै महत्त्वपूर्ण काम र अत्यन्तै राम्रो काम भइरहेको छ जैमिनीमा त्यसैका लागि आज हामीले यति बेला जैमिनी नगरपालिका वडा नम्बर 2 दमेकका दलित सञ्जाल समितिका उपाध्यक्षज्यू हाम्रो अगाडि हुनुहुन्छ सरलाई नमस्कार गरे नमस्कार सर आरामै हुनुहुन्छ एकदम आरामै के कसो गर्नु भएको छ ज्यान त राम्रै छ नि एकदम राम्रै छ अब गाउँघरतिर अहिले चाहिँ अब खेतीपातीको सिजन भएको हुँदाखेरि सबै काममा व्यस्त पनि हुनुहुन्छ कोही अब जोतखनमा मुख्यतः हाम्रो एउटा कृषि पेसा नै भनौँ है हजुर कृषि पेसामा आबद्ध रहेर आफ्नो खेती सियादी कामहरू भइरहेको छ हजुर सर कतिपय मान्छेहरूको जोताइ चाडबाडको गर्दाखेरि आतुरीको मेसोमा हुनुहुन्छ होला सबैजनाहरू हजुर त्यसैले व्यस्त मस्त हुनुहुन्छ सर अनि तपाईँले चाडपर्वको माहौलमा जैमिनी नगरपालिकामा त दलित सञ्जाल समितिले त अत्यन्तै राम्रो काम गर्यो नि सर यानि कि तपाईँहरूको दलित सञ्जाल समितिले त्यहाँको मदिरा नियन्त्रण गरेर त्यहाँको समाजलाई चाहिँ तपाईँको चाडपर्वलाई अझै चाहिँ उल्लासमय बनेको चाड तिहार दसैँलाई लक्षित गरेर तपाईँहरूले एउटा जैमिनी नगरपालिकामा मदिरा नियन्त्रण गर्नुभयो यसले अत्यन्तै त्यहाँका समाजका सम्पूर्णलाई चाहिँ राम्रो काम पनि देखाएर तपाईँले गरेको अत्यन्तै सराहनीय गरेका छन् तपाईँलाई कस्तो लागिरहेको छ त्यसमा हामीहरूले चाहिँ अब एउटा सबै समाज निर्माणको लागि मदिराको हरेक नसामा चाहिँ तल्लीन भएर आफ्नो चाहिँ व्यवस्थापन सुधार्न नसकेको र चाहिँ धेरै व्यथितिका अवस्थाहरू मान्छेलाई मृत्युसम्म पुर्याउने र घरमा चाहिँ कल झगडा हरेक कुरामा रहेर माथि हाम्रो वर्गको मान्छेहरू माथि नउठ्नुको कारण मुख्य कारण हामीलाई चाहिँ यही हो जस्तो लाग्यो र हामीले चाहिँ पहिला यसलाई नियन्त्रण गर्नुपर्छ मान्छेलाई यसबाट टाढा राख्नुपर्छ यसबाट टाढा राखेपछि मान्छे बल्ल सुध्रने मौका र हरेक कुरा सोच्ने मौकाहरू पाउन सक्छ र त्यसपछि मात्र आफ्नो हरेक बाटाहरू राम्रो तरिकाबाट सोच्न सक्छ भन्ने चाहिँ हाम्रो सोचाइ हो खासै हाम्रो त्यस्तो चाहिँ व्यापार बिजनेसप्रति हाम्रो त्यस्तो श्रेय लाएर गरेको केही पनि होइन हामी चाहिँ सबै समाज निर्माण र एउटा चाहिँ सबै राम्रो भएको देख्न चाहन्छौँ र राम्रो भए मात्र चाहिँ सबै मान्छे राम्रो भए मात्रै आफ्नो गाउँ ठाउँ हरेक कुरा चाहिँ हरेक क्षेत्रबाट जुनसुकै तहबाट पनि राम्रो सुरुवात गर्न सकिन्छ निर्माण देश निर्माण आफ्नो गाउँ ठाउँ निर्माण हरेक कुरालाई चाहिँ राम्रो तरिकाबाट गर्न सकिन्छ भन्ने हाम्रो चाहिँ पहिलो कुरा चाहिँ एउटा चाहिँ यो रक्सी जाँड रक्सी हरेक कुराहरूबाट मान्छे चाहिँ टाढा रहनुपर्छ भन्ने मेरो मान्यता एकदम सर यो मदिरा नियन्त्रण नगर्दाखेरि समाजमा हो हल्ला बढी हुने र तपाईँको चाहिँ विकृति बढी हुने र नियन्त्रण पनि नभइकन अवैध तरिकाले चाहिँ मदिरा चाहिँ सेवन गर्दा बेचबिखन गर्दाखेरि समाजमा अत्यन्तै नराम्रो असर परेको र नराम्रो छाप भएका कारणले नै दलित सञ्जालले यो एउटा उदाहरणीय काम उठाएको छ हजुर ठीक छ एकदम धन्यवाद दिन चाहन्छु दलित सञ्जाल समितिले जैमिनी नगरपालिकाको वडा नम्बर 2 मा
आज मदिरा नियन्त्रण दसैँ तिहार लक्षित गर्दै अब विगतका दिनमा पनि निरन्तर तरिकाले व्यापारलाई उहाँहरूले नोक्सानी पुर्याउनु भएको होइन कि समाजमा भएको विकृतिलाई चाहिँ उहाँहरूले रोक्नु भएको तपाईँहरूले चाहिँ आज जैमिनी छलना देखाउनु। एउटा कुरो यसमा के छ भने अब यो खाना बनाएको चिज हो, खानी हो, तर चाहिँ मान्छेले कुनै टाइम छैन, केही छैन होइन। बिहान उठेको छ, दोकानमा गएको छ होइन, त्यसैमा समय खर्च गरेको छ, खानाको ठेगान छैन, केही छैन। मान्छेहरू चाहिँ अहिले बिग्रिरहेको छ। आफ्नै घरबाटै पनि सुरुवात गर्न सकिन्छ राम्रो कामको लागि होइन। आफ्नो चाहिँ खेतीबारीमा होस्, आफ्नो दिउ बाख्रो पालेर होस्, हरेक कुरामा चाहिँ लगनशीलता भयो भने त्यहाँबाट पनि मान्छे अगाडि बढ्न सक्छ, आफ्नो चाहिँ राम्रो असल कर्म देखाउन सक्छ। त्यसमा चाहिँ फर्केर मान्छेहरूले चाहिँ अब आफ्नो चाहिँ दुःखमा हरेक कुरो मान्छेलाई त एकैचोटि आउँदैन, मेहनत त गर्नैपर्छ। त्यो मेहनततिर मान्छे लाग्नु, यस्तो उसमा चाहिँ लागेर मान्छेहरू बिग्रेर नहिँड्नु। घरमा कुनै खालको समस्या, समाजमा कुनै खालको समस्या एकजना केही भइहाल्यो भने पनि त्यो उसको परिवारलाई त दुःख हुन्छ होइन। त्यसको उसमा चाहिँ समाजको मान्छेलाई पनि धेरै कुराहरू भोग्नुपर्ने, धेरै कुराहरू त्यसको चाहिँ घटना घटिहाल्यो भने हरेक मान्छेहरू दुःखमा आउनुपर्ने, त्यो चाहिँ नहोस्। परिवारलाई पनि तपाईँको नोक्सानी भएको अवस्था हो, त्यसैले नियन्त्रणमा गर्नुभयो, एकदम राम्रो काम छ। धेरै घटनाहरू घटिराखे हामीले दलित उसमा पनि होइन। मान्छेहरू करोडौँपति पनि मान्छेहरू रोडपति भए, मान्छेहरू अब एउटा गाडीमा हिँड्ने मान्छेहरू पनि अब टन्नै धन कमाएर पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। केही गरौँ, केही गर्न नसके पनि आफ्नो चाहिँ एकदम असल तरिकाबाट, स्वच्छ तरिकाबाट जिउन सकुन् भन्ने चाहिँ मेरो चाहना हो। एकदम अत्यन्तै राम्रो काम छ। यो मदिरा नियन्त्रण, मदिरा सेवन भनेको यो दलितमा मात्रै होइन, हरेक क्षेत्रमा चाहिँ मदिरा नियन्त्रण र सेवनले चाहिँ अत्यन्तै चाहिँ असर पुर्याएको छ। त्यसैले नियन्त्रण गर्नु नै चाहिँ प्रमुख भूमिका देखियो। यो अहिलेसम्म कसैले पनि चाहिँ त्यहाँ पहल पनि उठाएन, कदम पनि उठाएन, तपाईँहरूले उठाउनु भएको छ, अत्यन्तै जायज छ सर। हामीले यसलाई अब राज्यले पनि यसलाई नियमले पारेर त अब सक्दैन होइन। त्यही पनि एउटा टाइम टेबलले एउटा चाहिने निश्चित एरिया, निश्चित टाइम टोकेर बिहान उठेर बेलुका 5 बजेसम्म 6 बजेसम्म आफ्नो काम गरोस्। अनि त्यसपछि मात्र चाहिँ मान्छेले चाहिँ पसलमा गयो भने किन्ने वातावरण सिर्जना होस्। एउटा टाइम तोकेर चाहिने मान्छेहरूलाई चाहिँ त्यसको वितरण गरियोस् भन्ने चाहना हो। निर्माण त अब राज्यले पनि गर्न सक्दैन, हामीले पनि सकिँदैन। र पछि आउने घटनालाई कुनै कार्यक्रम होस्, कुनै केही होस्, पछि विगतमा एउटा घटना घट्यो जुन पोखरा चौरमा, त्यो चाहिने त्यस्तै नहोस्। मदिरा कारणले त्यस्तै नहोस्। किनकि अब आफूले चाहिने टाइमले बेच्नेले पनि टाइमले बेच्ने र खानेले पनि टाइमले खाइदियो भने राम्रो चाहिँ समाजलाई, सबै आफ्नो सिङ्गो समाजलाई नै फाइदा हुन्छ जस्तो मैले ठान्छु। एकदम अत्यन्तै यहाँले त्यो मदिरा नियन्त्रण मात्रै होइन, धेरै काम गर्नुभएको छ जैमिनीमा। आज जैमिनी नगरपालिकामा गएर यदि कोही विभेदको शिकार हुनुपर्छ भने सबैभन्दा पहिला दलित सञ्जाल समितिलाई सम्झिनु होला। तपाईँहरू कोही पनि त्यहाँ गएर विभेदको शिकार बन्नुपर्ने छैन। जैमिनी नगरपालिका एक ढिक्का बनेको छ, त्यहाँका दलित वर्ग एक ढिक्का बनिसकेका छन्। तपाईँहरूलाई सम्पूर्णलाई साथ सहयोग सपोर्ट दिनेछन्। सर, अलिकति चाहिँ यो जातीय विभेद चाहिँ किन छ, यसमा अलिकति के छ सरहरूको धारणा? यो जातीय विभेद निर्मूल गर्न र यो नियन्त्रण अझै पनि गर्नलाई धेरै ठाउँमा त चाहिँ आवाज उठिरहेछ, तर पनि अझै पनि नियन्त्रण भएको छैन। के हो सर, यो जातीय विभेद के कारणले भइरहेको होला त तपाईँलाई के लाग्छ सर? यो अब पहिलेदेखि अब चाहिँ यो चलिआएको चलन चल्ती नै मान्छेहरू चाहिँ छ। र नयाँ मोडलिटीमा नयाँ दिमागबाट सोच्न र मान्छेहरू त्यति चाहिँ अझै पनि त्यतातिर फर्किएको छैन होइन। मान्छे अब हामी सबै एउटै हो होइन। जन्म जातै चाहिँ कोही पनि त यो जात भनेर कसैले कोही त्यस्तो भएर आएको होइन। यहाँ चाहिँ अब कसका पालादेखि यस्तो चलन चल्ती बसालियो, मान्छेलाई एकअर्कालाई चाहिँ भेदभाव गर्ने चलन होइन। यो बिल्कुल यो बेकार हो। यो यसमा चाहिँ सबै मान्छे सुध्रेर नयाँ किसिमबाट मान्छेलाई हेर्ने दृष्टिकोण राम्रो हुनुपर्छ। र आगामी दिनहरूमा यस्तो भयो भने यसले कुनै पनि निष्कर्ष राम्रो दिन्न र चाहिँ
मान्छेलाई अर्को द्वन्द्वतिर नै धकेल्ने हो। सुकेसम्म घटना नघटोस्, जाति विभेदका कारणले घटना नघटोस् भन्ने चाहिँ मनमा चाहिँ हो सर। एकदम हो। ठिक छ, एकदम राम्रो छ सर। यदि जातीय विभेद अझै पनि यो समाजमा चिनेकै मान्छेबाट भयो जस्तो लाग्छ कि सर, बाहिर अन्य कुनै व्यक्तिबाट पनि त्यस्तो भइरहेको जस्तो के महसुस छ सर तपाईँलाई? बढी जस्तो चाहिँ मान्छेले चिनेकै आधारमा नै भेदभाव गर्छ। अब नचिनेको मान्छेले त्यस्तो भेदभाव गर्दैन होइन। चिनेकै राम्रोसँग चिन पहिचान छ भने त्यो मान्छेबाट नै मान्छे चाहिँ भेदभावमा छ। अब हिँड्दा डुल्दा हरेक कुरो गर्दा नचिनेको मान्छेले त के होस् को होस् भन्ने कुरा हुँदैन। तर चाहिँ चिनेकै मान्छेबाट चाहिँ चिनेकै समाजकै भाइचाराको सम्बन्ध राखेकै मान्छेले चाहिँ विभेद गरिरहेको छ होइन सर? यसमा अहिलेसम्म चिनेकै मान्छेबाटै हुन्छ, यो चिनेकै मान्छेबाट नै हुन्छ। नचिनेको मान्छेलाई त के होस् को होस् भन्ने कुरै हुँदैन। चिनेकै मान्छेबाट नै भेदभाव हुन्छ र त्यो गर्नु बेकार हो। एउटा समाजमा कहाँको एउटा चाहिँ मान्छे आयो भने ऊ चाहिँ बरु नजिक हुन सक्छ होइन। तर नजिकको मान्छे चाहिँ तर गाउँको आरामको दाजुभाइ चाहिँ विभेदको शिकार बन्नु पर्यो। यसमा जो यदि जैमिनी नगरपालिकामा यदि फेरि पनि यस्तो विभेदका घटना घट्यो भने दलित सञ्जाल समितिले के गर्छ सर? कसरी चाहिँ एक्सन नलिनुहुन्छ? यो अलिकति यसमा प्रश्न पाइदिनु। अब यसमा चाहिँ अब हाम्रो चाहिँ जैमिनी 2 को एउटा सञ्जाल मात्र नभएर अब यो हाम्रो जुनसुकै कदम उठाउनु पनि अब तयार हुनुपर्छ। अबको युगमा यस्तो नकारात्मक कुराहरू चाहिँ खेलाएर मान्छेलाई लडाएर यस्तो गर्नु हुँदैन। र जसरी चाहिँ अब देशमा चाहिँ हरेक परिवर्तन आएका छन् र चाहिँ हामी चाहिँ दलितहरू एक ढिक्का भइयो भने, हरेक ठाउँमा एक ढिक्का भइयो भने सम्भव हुन्छ। अब केही सुधार्न सकिन्छ, सम्भव हुन्छ। हाम्रै पालामा चाहिँ सबै कुरा चाहिँ समानत व्यवहार गर्ने बाटोबाट चाहिँ ल्याउन सकिन्छ जस्तो लाग्छ मलाई। अहिलेसम्म दलित सञ्जाल दलितका नाममा झन्डै 600-700वटा संस्था चाहिँ दर्ता भएको छन् सर। तपाईँलाई कति याद छ? 600-700वटा संस्था दर्ता भएको छन्। यसमा सबैले आवाज उठाइरहेछन् तर दलितका लागि फाइदा लुटेर मात्रै गइरहेछन्। यसमा चाहिँ तपाईँहरू कतिको सजग हुनुहुन्छ र यो सबैलाई मध्यनजर कसरी गर्नुहुन्छ सर? यसमा त अब आफ्नो स्वार्थमा नलागिकन गर्नुपर्ने हो जुनसुकै काम गर्दा पनि होइन। मान्छेहरू अब कतिपय मान्छेहरू अब भनौँ न देशै लथालिङ्ग भएको छ, आफ्नै स्वार्थमा लागेर नै लथालिङ्ग भएको होइन। यसपछि एकदम आफ्नो सबै कुरा त्यागेर म चाहिँ देश र राष्ट्रका लागि नै केही गर्छु भनेर लाग्ने भने सम्भव हुन्छ होइन। एउटा चाहिँ झुन्ड परेपछि लिडर बनेर चाहिँ आफ्नो स्वार्थ मात्र खिच्ने भने कहिले पनि सम्भव हुन्छ होइन। निष्पक्ष तरिकाबाट चाहिँ आफ्नो चाहिँ गाउँ ठाउँ बनाउने हो भने आफूलाई चल्दो फिर्दो मात्र रहेर राज्यको सम्पत्तिमा कहिले पनि चाहिँ आश गर्नु हुँदैन। सकेसम्म राष्ट्रलाई दिनु हो, नसके चाहिँ राष्ट्रबाट ड्रोन गरेर सम्पत्ति कमाउने उसमा चाहिँ लाग्नु हुँदैन। कसैलाई देखाएर राष्ट्रबाट चाहिँ दुरुपयोग गरेर सम्पत्ति कमाउनु त एउटा गलत हो। र आगामी दिनमा जैमिनी नगरपालिका एउटा स्वतन्त्र चाहिँ दलित सञ्जाल अभियान गठन गर्नुभएको छ तपाईँहरूले। स्वतन्त्र कसैको पनि नभइकन, न पार्टी न चाहिँ कुनै व्यक्ति कुनै नभइकन एउटा स्वतन्त्र अभियान, सबैको साझा अभियान भनेर दलितका जैमिनी नगरपालिकाका सम्पूर्ण दलितलाई एक ठाउँमा लिएर एक ढिक्का बनाएर तपाईँहरूले जैमिनीभित्र पर्ने हरेक समस्याको समाधान गर्ने गरी चाहिँ एउटा अभियान गठन गर्नुभएको छ। यो स्वतन्त्र अभियान, यो अभियानमा जैमिनीवासीको पनि त्यत्तिकै चाहिँ तपाईँको हर्ष उल्लासदेखि लिएर शासकको तपाईँहरूले मिलिरहेको पनि छ, काम पनि गर्नुभएको छ। धन्यवाद छ। यदि भोलिबिहान जैमिनीमा यदि कोही व्यक्ति गएर फेरि विवेकको शिकार हुनु पर्यो भने त्यसमा तपाईँहरूले के एक्सन ल्याउनुहुन्छ सर? अब हामीले त अब घटना हेरी अब त्यसमा चाहिँ भएको क्रियाकलाप हेरी होइन सत्य तथ्य बुझी अब चाहिँ कहाँनिर अन्य अत्याचार भएको होइन त्यसलाई बुझेर राम्रोसँग चाहिँ के लाएर कमी कमजोरी कसको छ त्यो अनुसारको चाहिँ नि कानुन अनुसारको प्रोसेसमा नै जाने हो। अब हामीले चाहिँ गर्ने भनेर हाम्रो चाहिँ त्यस्तो चाहिँ हामीले चाहिँ केही गर्न सक्दैनौँ ठाडो रूपमा। हामीले चाहिँ कानुनी हिसाबमा जे पर्छ जे गर्नुपर्छ त्यो चाहिँ जैमिनीको दलित सञ्जाल साएर ल्याएर कानुनमै टेकेर
नै गर्ने हो। हामीले चाहिँ त्यस्तो चाहिँ हाम्रो सञ्जालले मात्र केही गर्न सक्दैन होइन। सबैको साथ सपोर्ट सहयोग साथ अवश्य चाहिन्छ। चाहियो। ठिक छ, एकदम धन्यवाद छ सबैजनाले। दलित सञ्जाल समितिका उपाध्यक्षज्यू तपाईँहरूको अगाडि ल्यायौँ। सबैजनाले यो भिडियोलाई सेयर गरिदिनु होला, सक्दो सेयर गरिदिनु होला र सबैजनाले चाहिँ तपाईँको च्यानललाई फलो पनि गरिदिनु होला, लाइक कमेन्ट सेयर गरेर यो भिडियो सबै समक्ष पुर्याइदिनु होला। दलित सञ्जाल समितिका आज उपाध्यक्षज्यू तपाईँहरूको अगाडि हामीले उपस्थित गराएर मिठो कुराकानी गऱ्यौँ सरसँग। सरको समय पनि अलिकति समय बढी लिए होला सर, सरलाई धेरै धन्यवाद छ सर। अब अन्तमा चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ, केही छ त्यस्तो भन्नुपर्ने सन्देश केही छ? खासै केही छैन, अब सबै ठिकै छ। अब सबै काममा व्यस्त हुनुहुन्छ होला होइन। आफ्नो काम पनि गर्नु नै पर्यो होइन। समाजमा आफ्नो समाजमा पनि अब के भइरहेछ सबै कुराहरू बुझ्न अहिले सञ्चारको माध्यमहरू सबै कुरा पनि अलिकति समय दिनु पर्यो। आफ्नो काम पनि गर्नु पर्यो र काम नगरेसम्म हामीलाई खानु छैन होइन। आफ्नो चाहिँ समय चाहिँ व्यर्थमा अरू नकारात्मक उसमा लगाउनुभन्दा केही न केही राम्रो काममा खर्चेर सबैले आफ्नो आफ्नो ठाउँबाट केही न केही थोरै थोरै गरियो भने पनि एक दिन अवश्य चाहिँ समाज देश राम्रो गतितिर जान्छ होला जस्तो। समाजमा सकारात्मक सोचको मान्छे हुनु पर्यो भन्ने चाहिँ तपाईँको सकारात्मक तरिकाबाट मान्छेलाई विभेद गर्न मिलेन। समाजमा सकारात्मक सोच भएर भाइचाराको सम्बन्ध राखेर भोलि बिहान त्यही समाजको मान्छे भोलि बिहान अप्ठ्यारो पर्दा चाहिन्छ भन्ने चाहिँ सोच गरेर मान्छे अगाडि बढ्नुपर्छ र एउटै समानताको दृष्टि राख्नुपर्छ भन्ने चाहिँ तपाईँहरूको मान्यता चाहिँ हो। एकदम हो। त्यो भएर ठिक छ, एकदम धन्यवाद छ सर। तपाईँलाई पनि धेरै धन्यवाद छ। समाजका सम्पूर्ण आज जति समाजमा अझै जातीय विभेद चाहिँ को मान्छे अझै शिकार पर्नु परेको छ, यो एउटा चेतनाको कमीका कारणले पनि यो भइरहेछ जस्तो लाग्छ होइन सर? चेतनाको कमी त छ नै छ होइन। र हेपा प्रवृत्ति पनि हो कि भन्ने जस्तो नि लाग्छ सर, मलाई के लाग्छ तपाईँलाई? हेपा अब त्यही त अब आफ्नो सबै कुरा दक्ष अथवा आफ्नो ज्ञान हासिल त सबैले गरेका छैनौँ होइन। नबुझेको कारणले अब सबै कुरा आफ्नो चाहिँ म को हो भन्ने स्थितिमा नरहेर आफ्नै अस्तित्व नदेखाएर आफू म यस्तो मान्छे भन्ने हुनकै लागि चाहिँ केही मेहनत गर्नुपर्छ, सुध्राउनुपर्छ। आफ्नो सबै तरिकाको बोली चाली हरेक कुराहरू चाहिँ राम्रो हुनुपर्छ। मान्छेसँग एउटा बोली नै दिने हो होइन। अरू के नै दिन सकिन्छ र मान्छेलाई चाहिँ सुधार्नको लागि बोली मिठो दिने हो, मान्छेसँग बोल्दा मिठो बोल्ने हो। कसैलाई चाहिँ तुच्छ व्यवहार गर्नु भएन, तुच्छ बोल्नु भएन। आगामी दिनमा जैमिनी नगरपालिकामा यदि कोही विभेदको शिकार बन्नु परेछ र कोही माथि विभेद भएछ भने त्यो सिधै कानुनी दायरामा पुर्याउनुहुन्छ तपाईँहरू? घटना र हरेक कुरा केस हेरी होइन। अब केसलाई माथि लगेर पनि हुने खासै केही होइन। सकेसम्म मिलाउन र गल्तीको महसुसहरू दुवैतर्फबाट नै केही कमजोरी हो एनालाइज गराएर त्यसलाई चाहिँ अत्याचार गरेकाले पनि मैले यो कमजोरी गरेको रहेछु, आइन्दादेखि यस्तो अब चाहिँ अबको युगमा यस्तो गर्नु हुँदो रहेछ भन्ने चाहिँ एउटा मस्तिष्कमा राख्यो भने अब त्यही तलैबाट पनि अथवा चाहिँ आफ्नै गाउँठाउँबाट पनि सबै मिलिजुली चाहिँ मिलाउनु सकिन्छ। ठिक छ, त्यो धन्यवाद छ। तर के हो भन्दा हिजोका दिनमा बुवाले पनि त्यस्तै क्षमा याचना गरेर सहेर जानुभयो, बाजेले पनि क्षमा याचना गरेर सहेर जानुभयो र अहिले तपाईँ हाम्रो पुस्ता यो पुस्ताले पनि अझै विभेदको शिकार त्यही क्षमा याचनाका कारणले चाहिँ सहनु परिरहेको छ। यसमा दलित सञ्जालले यदि कठोर एक्सन उठाउनु पर्ने भएछ भने त्यति बेला कठोर एक्सनमा उत्रिनुहुन्छ कि क्षमा याचनामै चाहिँ टुङ्गाउनुहुन्छ सर? त्यो चाहिँ अब दुईतर्फी हुन्छ के अरे होइन। दुईतर्फीमा अब त्यसलाई नै पर्यो र साँच्चै जोरी नै भयो भने त माथि पनि जान्छ। जस्तो जोरी खोजाखोज भयो भने होइन। जोरी खोजाखोज त्यस्तो नहोस् भन्दा पहिलो कुरा त अब सब चाहिँ मिलेर जानुपर्छ। मिलेर बसेको समाज अझै मिलेर जानुपर्छ। अझ मिलेरै भाइचाराको सम्बन्ध कायम गर्नुपर्छ। त्यस्तो चाहिँ खराब नीतहरू हामीबाट नउठोस् र अरू कसैसँगबाट पनि त्यस्तो खराब नियत चाहिँ यसलाई दबाउनुपर्छ। यो सानो जाति भएको कारणले यसलाई तलै राख्नुपर्छ, यसलाई हरेक उसबाट चाहिँ थिचोमिचो पार्नुपर्छ भन्ने खालको चाहिँ
त्यस्तो भयो भने अब जे सकिन्छ त्यो चाहिँ नि टिमले चाहिँ नि अब हरेक सङ्घ संस्थासँग आबद्ध रहेर पिछडिएका वर्गहरूसँग आबद्ध रहेर समन्वय गर्छ र एक्सनमा ल्याउँछ, एक्सनमा ल्याउन सक्छ। देशभरका पिछडिएका वर्ग र हामी अन्य अत्याचारमा परेका वर्गहरूको दिक्कत भएर सक्छ। मान्छे एउटा प्रकृतिको मान्छे पनि एउटा प्रकृतिको जनावर नै हो सर, मान्छे पनि होइन। त्यो अलिकति चेतनशीलमा अलिकति बढी भयो होला आफ्नो ठाउँमा छ। चेतनशीलमा अलिकति बढी हुँदा पनि मान्छेले मान्छेलाई गर्ने व्यवहारमा अझै पशुको व्यवहार देखिरहेछ कि सर। यसमा पशुको व्यवहार अझै देखाइरहेछ क्या मान्छेले। त्यो पशुको व्यवहार मान्छेबाट चाहिँ निकाल्नको लागि चाहिँ यदि भएन भने त एक्सनमा त जानुपर्ने होला नि त। त्यसका लागि चाहिँ एक्सनमा उत्रिनुहुन्छ तपाईँले? एक्सनमा त अब त्यही त, अब एक्सनमा 1-2जना मान्छे एक्सनमा गएर हुने कुरा पनि केही छैन। सिङ्गो टिमले सम्पूर्ण व्यक्ति दलित अथवा चाहिँ पछाडिएको वर्ग र अन्य अत्याचारमा परेको वर्ग सबै नै एक्टिभ हुनुपर्छ, तब मात्र चाहिँ निकास खोज्न सकिन्छ होइन। तपाईँ हामी मात्र लागेर सम्भव हुँदैन। अब सबैको साथ सपोर्ट सबै चाहिँ सञ्चारका माध्यमबाट टाढा रहेका मानिसहरू छन् होला होइन। उहाँहरूसँग कसरी चाहिँ नजिक पुगेर हुन्छ, कसरी सबैलाई चाहिँ अबको उसमा चाहिँ यस्तो गरेर हुँदैन, अब हामीले यो खोज्नुपर्छ, यो गर्नुपर्छ भन्नेतिर लागेर अब हामी पनि सुधार्नुपर्छ। केही कमी कमजोरी छन् भने सुधार्नुपर्छ। छन् होला, कमी कमजोरी छन् नभएका होइन। हामी भित्रै पनि कमी कमजोरी छन् होइन। हाम्रै जातिमा पनि कमी कमजोरी छन्। सबैले हामी लगायत सबैले चाहिँ सुधार्दै जाने राम्रोको लागि कदम सबै मानव जातिले सबैले राम्रो कर्म गर्नु पर्यो। राम्रो कर्म पशुको व्यवहार चाहिँ मान्छेबाट देखाउनु भएन, मान्छेले विभेद गरेर पशुको व्यवहार देखाउनु भएन भन्ने चाहिँ एकदम धेरै धेरै धन्यवाद छ सर तपाईँलाई। तपाईँको व्यस्त समय मैले लिएँ, त्यसका लागि तपाईँसँग धेरै चाहिँ आभारी छु। कृपया यो हाम्रो भिडियो, यो हाम्रो क्यामेराबाट जति चाहिँ कैद भइरहेछ यो भिडियोलाई सकेसम्म सबैसम्म समक्ष सेयर गरिदिनु होला भिडियोलाई, र कमेन्ट पनि गर्नु होला, लाइक पनि गर्नु नछुटाउनु होला भन्दै आदरणीय हाम्रो दलित सञ्जाल समितिका उपाध्यक्षज्यूलाई यहाँबाट बिदा गर्छु। हस्त नमस्ते सर।